Hello guys, how are you all? र आज चाहिँ हामी यो बसमा सबै फोर्थ सेमेस्टरको स्टुडेन्ट बसेको छ अनि अरू जुनियरहरू अर्को बसमा अनि पिएचडी स्कलर र हाम्रो एचओडी र टिचरहरूको साथमा प्रोफेसरहरूको साथमा चाहिँ हामी चाहिँ कुमरेकको त्यो के पार्क पो गुलमोहर पार्कमा जाँदैछौँ। त्यो चाहिँ रम्फूमा छ। यहाँ चाहिँ गोर्खे खुकुरी भनेर नाच्दै थियो हो। बिचरा अगाडि एकजना बहिनी हामीले नाचौँ भनेर नाच न भनेको नाचेर सबै भाइबमा थियो। अनि सोनम चाहिँ अलिक ढिलो भयो नि त, अनि हाई भन्दै थियो किनभने उसको बाटोमा पानी पुरा पऱ्यो अरे नि त। अनि उसलाई अलिक बाटोमा यहाँ चाहिँ ग्रिन वाइट र ओरेन्ज भन्दै यो टनलबाट हामी जाँदै जय हिन्द भन्दै जाँदै थियौँ। अनि हामी चाहिँ सबैजना जाडो हुन्छ भनेर सोचिरहेको थियौँ र यो अलिक रम्फू पुगेपछि गर्मी भयो। त्यहाँदेखि झन् हामी त्यो गुलमोहर पार्कभित्र बस्दा त अलमोस्ट पुरा गरम चढिरहेको थियो। फर्स्टमा पार्कभित्र पस्दा चाहिँ कस्तो विरक्त लाग्दै थियो होइन। अनि त्यहाँको मर्मेड पनि यहाँ थियो अरे, हो त्यो निक्लेर गयो भन्दै थियो हो। अनि तन्नु र म गफ गर्दै जाँदै थियो हो, हाँस्दै जाँदै थियो सबैजना त्यस्तै। अनि मैले चाहिँ यहाँ पानीको बट्टा बोकिरहेको थिएँ। हामी हेलो भिडियोमा आऊ न भन्दै थियो अझै। अनि मुस्कान पनि हामीलाई जोइन गर्यो चिज। अनि यहाँनिर हाम्रो साथीहरू सबैजना हेलो हाई गाइज। त्यहाँदेखि यहाँनिर चाहिँ लोकेसन हाम्रो आइपुगेपछि चाहिँ हामीले सामानहरू निकाल्यो। त्यहाँदेखि चाहिँ एकछिन हामी वकमा गयौँ, हेलो डगी साइड। अनि त्यहाँदेखि चाहिँ हामी दुईजना चाहिँ यसो हेर्दै वासरुम जाँदै थियौँ। त्यहाँदेखि चाहिँ अहिले भरे फेरि कामै त गर्नुपर्छ, हाम्रो त्यो अहिले नै फोटो खिचौँ ल भन्दै हामीले चाहिँ गफ गर्दै थियौँ। त्यहाँदेखि यहाँ मुनि चाहिँ खोला रहेछ, अहिले हामी ऊबाट खोलामा जान्छ, अहिले म देखाउँछु। अनि यस्तै छ वरिपरि दामी छ, हरियाली छ। अनि यहाँ भुइँपट्टि चाहिँ नि यो सिम्बलको भुवा झरेको छ। अनि हाम्रो जुनियर्स सिनियर्स पिएचडी स्कलर्सहरू चाहिँ धेरै काम गरिरहेको छ। अनि यहाँ हामी सबै सेटल हुँदैछ बिस्तारै। अनि यहाँ सरले हामीलाई बोलाएर मतलब ग्रुप छुट्याइदिँदैछ। अनि हाम्रो चाहिँ 5वटा जस्तो ग्रुप थियो। त्यो 5वटा जस्तो ग्रुपमा चाहिँ नि मैले चाहिँ हस्पिटालिटी र टुरिज्म भनेको थिएँ, मैले पाइनँ हो। अगाडि त लेखेको थियो, तर एनिवेज हामीलाई ऱ्यान्डमली ग्रुप सेलेक्ट गरेको थियो रहेछ। सो हामी चाहिँ यहाँनिर सेलरोटी खाँदै थियौँ, स्यान्डविच, एउटा काँचो केरा एनिवे खाँदै थियो अनि इन्जोय गर्दै थियो। अब चाहिँ हाम्रो बिहानको खाना अलमोस्ट दिउँसो गरेर चाहिँ हामी ब्रेकफास्ट सकेर जाँदै थियौँ हाम्रो आफ्नो ग्रुपमा। अनि हाम्रो ग्रुप कोही दायाँ त कोही बायाँ, लेफ्ट एन्ड राइट हुँदै थियो भने हामी चाहिँ यतापट्टि राइटपट्टि जाँदै थियौँ। त्यो राइटपट्टिको माथिको कम्पनी चाहिँ जाइडस कम्पनी रहेछ। सो देन आफ्टर द्याट यो खोलाको हाम्रो काम चाहिँ यही खोलामा हामी हिँड्छौँ। अब उनीहरू चाहिँ अर्कै ग्रुपको एकजना मेरो ग्रुपको हो। त्यहाँदेखि हाम्रो पिएचडी स्कलर एसाइन गरेको चाहिँ उहाँ हुनुहुन्छ। सो यही हो, हाम्रो चाहिँ ढुङ्गासुङ्गा हेर्दै थियौँ, उफ्रिँदै थियौँ बालुवामा। चिज हामी सबै जुनियर सिनियर्स पिएचडी स्कलर गरेर चाहिँ ग्रुप छुटेको थियो नि त। अनि यहाँ हामी 2टा ग्रुपको छौँ हो। त्यहाँदेखि जाँदैछौँ तेर्सो। अब मैले चाहिँ हिल्लाइरहेको थिएँ होइन, म चाहिँ किनभने हस्पिटालिटी र टुरिज्म हुन्छ भनेर केही सोचेको थिएन। त यस्तो बाटो हिँड्नु पर्दो रहेछ, तर मजा आयो, यस्तो बाटो हिँड्ने बानी पनि छ नि त। सो यही खोला हो, हाँस्दै हिँड्दैछु। यहाँ चाहिँ हामीलाई हाम्रो स्कलरले चाहिँ गाइड गर्नुहुँदैछ। अब यो रिभर चाहिँ के यस्तो खालको रिभर हो, यङ हो कि म्याच्योर स्टेजमा छ कि ओल्ड स्टेज या, अनि के क्यारी गरेर ल्याउँछ भन्दै। देन हाम्रो चाहिँ फोटो सेसन इन्जोय गर्ने, खोलामा खुट्टा भिजाउने कार्यक्रम हुँदै थियो। यहाँ पनि स्कलर हुनुहुन्छ हो। अनि हाई भन्दै थियौँ हामी। त्यहाँदेखि चाहिँ त्यही हो, ढुङ्गामाथि बसेर इन्जोय गर्दैछ चिज। गुड लक। यहाँ पनि हामीले स्कलरले हामीलाई अझै फेरि पोइन्ट्सहरू भन्नुहुँदैछ हो, इन्जोय गऱ्यौँ। देन फर्क्यौँ, सबैजना टायर्ड भइरहेको छ।
अनि सबै ग्रुप फर्केर यहाँनिर हामी सबै ग्रुप भेला भयौँ। या त्यहाँदेखि चाहिँ हामीलाई चाहिँ अब लन्च थियो, हामीले 12:30मा आउनु थियो अनि हामी चाहिँ त्यहाँ पुगेको थियौँ 1 बजीतिर नि खाना भएको थिएन नि त। सो हामीले स्प्राइटहरू खायौँ अनि मैले त पिङमा भिडियो बनाएको छैन भनेर फेरि पिङमा भिडियो बनाउनु याद आएर पिङमा घुम्दै थिएँ हो। विशाखा चाहिँ जोइ गर्दै म चाहिँ बिस्तारै गर्दै किनभने मेरो पिङ चाहिँ नि चुट्टिएको थियो क्या त, त्यहाँनिर रातो धागोले बाँधिरहेको थियो नि त। तर पनि एकदम विथ कसन हामी पिङ खेल्दै थियौँ। हेलो, अनि यहाँ चाहिँ यहाँ ह्यान्ड वास गर्दैछ अनि यहाँ खानाको लागि उभिरहेको छ अनि यो किची पुग्दैछ। एनिवेज अनि हामी चाहिँ हम्किँदै थाल बोकेर यो थर्मोकल पेपर एनिवे यो जेको थाल बोकेर लाइनमा उभिरहेको थियौँ हो। अनि हामी सबैजना यहाँनिर खाँदैछ, कोही कोही उभिरहेको छ अनि यही हो हाम्रो खाना। दामी थियो एकदम। अगाडि राखेको थियौँ तर अगाडि तर पनि हामीले त्यति खाना लगेर गयौँ होइन। अनि हामी चाहिँ कहाँ बस्ने भन्दै यताउता हेर्दै थियो, त्यहाँदेखि चाहिँ पायौँ हामीले सिँढीमा गएर बसेको थियौँ हामी 3जना। त्यहाँदेखि हामीले चाहिँ खाना खाइसकेर चाहिँ फेरि उनीहरू चाहिँ अर्कै ग्रुपको थियो नि त, उनीहरू गएकै थिएन नि त खोलामा। फेरि पनि हामी यहाँनिर यसरी आइरहेको छौँ खोलामा, फोटो खिच्दैछौँ। अहिले चाहिँ हामी यत्रो ढुङ्गामा चढेको छौँ। यो भिडियो हेर्नु ए सिङ्गुले के देखाउनु आँटेको छ। लु बिचमा होइन, बिचमै मजा आउँछ बिचमा। बाफ्रे खप्पै गाडिनुपर्छ हौ। गाडी चाहिँ खप्पै चाहिँ गाडिनु यो बिचमा। लो फेरि हामी आइपुग्यौँ ब्याक टु आवर लोकेसन गुलमोहर पार्कभित्र र यहाँनिर चाहिँ डान्स हुँदैछ, सबैजना नाच्दैछ मिली सर्कल बनाएर। अनि हामी चाहिँ रेस्ट गरेर थियो अनि हेर्नु न डगीलाई पनि एकदम मजा आइरहेको छ प्रोफाइलमाथि बसेर। अनि हामी चाहिँ खोलाबाट आएको थियौँ अनि बसेर थियौँ अनि अरू चाहिँ हेरिरहेको थियो डान्सहरू, हामी पनि हेर्दै थियौँ, नाच्दै थियो। सबै आफ्नो धुनमा छ सबै। अनि यहाँनिर हुँदैछ डान्स। त्यतिकैमा एकजना स्कलरले चाहिँ हाम्रो प्रिभियस एचओडीलाई लिएर डान्स गराइरहनु भयो नि त। त्यहाँदेखि सबै एकदम हाँस्दै थियो, इन्जोय गर्दै थियौँ। देन यही हो। अब चाहिँ साँझ परिसकेको थियो र हामी चाहिँ यहाँनिर पकौडा लिएर चाहिँ चायसँग खाँदैथ्यौँ, चियासँग। हाई सबैजना, हाई। त्यतिकैमा खाइसकेर हामीलाई यहाँनिर फोटोको लागि बोलाउनु भयो, सबैजना ग्रुप फोटो खिचौँ है भनेर। त्यहाँदेखि फोटो खिच्यौँ अनि यति नै हो। अब हाम्रो साँझ परिसकेको छ, 6-7 बजी चाहिँ घर पुग्ने प्लान मिलाएर हामी चाहिँ अब चियर्स अब गएको। बाई बाई गुलमोहर पार्क।